नमस्कार प्यारा दर्शकहरू, म विष्णु धनञ्जय र आज म तपाईलाई केही प्रभावकारी र उपयोगी भिडियो सम्पादन एपहरूको बारेमा जानकारी दिन गइरहेको छु, जसले तपाईको रचनात्मकता र प्रस्तुतिकरणलाई अझै आकर्षक र प्रभावशाली बनाउने छन्। यहाँ केही लोकप्रिय एप्सहरू छन्। काइनमास्टर अत्याधुनिक सुविधाहरू र सहज प्रयोगकर्ता अनुभवले भरिपूर्ण यो एपले सजिलो र सटीक सम्पादनको अवसर दिन्छ। इन्सर्ट विशेष गरी सामाजिक सञ्चालनका लागि उपयुक्त यो एपले टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा उत्कृष्ट सामग्री प्रस्तुत गर्न सहयोग पुर्याउँछ। अडोबका प्रिमियम सुविधाहरू सहित यो एपले पेशेवर स्तरको सम्पादनलाई सहज बनाउँछ। पावर डाइरेक्टर विशेष प्रभाव र शक्तिशाली सम्पादन टुल्सहरूले भरिपूर्ण यो एपले उच्च गुणस्तरीय भिडियो बनाउन मद्दत गर्दछ। वीएन भिडियो एडिटर सरल तर प्रभावकारी यो एपले ब्लगिङ र नियमित सामग्री निर्माणका लागि लोकप्रियता हासिल गरेको छ। खेपखाट यो टिकटकका लागि प्रसिद्ध भए तापनि यसले अन्य प्लेटफर्ममा पनि उत्कृष्ट परिणाम दिन्छ। यी सबै एप्सहरूले तपाईलाई प्रभावकारी रूपमा भिडियो सम्पादनमा सहयोग पुर्याउँछन्। तर ती सबै एप्सहरू मध्ये आज म विशेष रूपमा युकटको बारेमा जानकारी दिन चाहन्छु। युकट एक सरल तर शक्तिशाली भिडियो सम्पादन एप हो जसले तपाईलाई टिकटक, इन्स्टाग्राम, युट्युब आदि प्लेटफर्मका लागि सहजै सामग्री तयार गर्न मद्दत गर्दछ। यसको सबैभन्दा ठूलो विशेषता भनेको नै यो निशुल्क उपलब्ध छ र यसमा कुनै वाटरमार्क पनि हुँदैन। युकट एपले तपाईलाई सजिलो, प्रभावकारी र पेशागत सम्पादनमा साथ दिन्छ। चाहे तपाईँ सुरुमा हुनुहोस् वा अनुभवी सम्पादक, युकटले तपाईको सम्पादन यात्रालाई एकदमै सजिलो र रमाइलो बनाउनेछ। युकट एउटा लोकप्रिय मोबाइलमा मिल्ने एप हो। यो एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध छ। यसले तपाईलाई भिडियो काट्न, जोड्न, विशेष प्रभावहरू थप्न र विभिन्न शैलीहरूमा एडिटिङ गर्न अनुमति दिन्छ। प्रयोग गर्न असाध्यै सजिलो र यस एपको लागि कुनै विशेष कौशलहरूको आवश्यक पनि छैन। यसले तपाईलाई सहज सम्पादन अनुभव प्रदान गर्दछ। सुरु गर्नका लागि कृपया आफ्नो प्ले स्टोर खोल्नुहोस् र युकट टाइप गरेर खोज्नुहोस्। त्यसपछि एपलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् र यसरी तपाईँ अब एपको उपयोगका लागि पूर्ण रूपमा तयार हुनुहुन्छ। अब युकट एप खोल्नुहोस्। यो एप खोल्दा यहाँ तपाईलाई न्यू प्रोजेक्टको बटन देखिनेछ। त्यस पश्चात यसमा रहेको प्लस चिन्हमा क्लिक गरी आफ्नो भिडियो वा फोटो फाइलहरूलाई सेलेक्ट गर्नुहोस्। यदि तपाईँ प्रो संस्करण चाहनुहुन्छ भने यसका लागि थोरै शुल्क तिर्नुपर्ने हुन्छ। प्रो संस्करणमा तपाईलाई विज्ञापन विहीन सम्पादन, उच्च गुणस्तरको भिडियो एक्सपोर्ट, विशेष प्रभाव, ट्रान्जिसन र फिल्टर जस्ता थप सुविधाहरू उपलब्ध हुनेछन्। तपाईँ युकटलाई निशुल्क पनि प्रयोग गर्न सक्नुहुन्छ अथवा प्रो सदस्यता लिने निर्णय तपाईको हातमा छ। यहाँ ट्रिमको विकल्प छ। यो एक भिडियो सम्पादन प्रक्रिया हो। ट्रिम यो युकट एडिटिङ भिडियो बनाउने सम्पूर्ण मार्गदर्शन। ट्रिम यो भिडियो काट्ने प्रक्रिया हो। युकटमा पहिलो र महत्त्वपूर्ण काम भनेको नै भिडियोलाई काटेर आवश्यक भागहरू मात्र राख्नु हो। तपाईले ट्रिम बटन थिचेर भिडियोलाई सुरुवात र अन्त्यबाट काट्न सक्नुहुन्छ। अब यस काटबाट भिडियोलाई कुनै पनि निश्चित ठाउँबाट काट्न सकिन्छ र त्यस्तै गरी यो स्प्लिटबाट हामीहरूले भिडियोलाई टुक्र्याएर विभाजन गरी फरक फरक खण्डहरूमा सम्पादन गर्न सकिन्छ। यो प्रक्रिया विशेष रूपमा अनावश्यक भागहरू हटाएर भिडियोलाई स्पष्ट र सन्देशमूलक बनाउने पहिलो कदम हो। अर्को प्रकारले हो भने जब तपाईँ आफ्नो भिडियो वा फोटोलाई यस प्रकार थिचेर हात राख्नुहुन्छ, यहाँ तपाईले विभिन्न विकल्पहरूलाई देख्नुहुनेछ जसले तपाईको भिडियो एडिटिङलाई अझ प्रभावकारी बनाउँछ। पहिलो त यो ट्रिम नै भइहाल्यो र अर्को स्प्लिट यसको बारेमा पनि बताइसके। त्यसै गरी यहाँ अर्को स्प्लिट, भोल्युम, क्याप्सन्स, एनिमेसन, डिलिट, क्रोप, कपी, ओपासिटी, रिप्लेस, भोइस चेन्जर, रोटेट, शॉर्ट, फ्रिज, रिभर्स, कर्व पनि ब्लरमा देखा परेको छ। अब यीहरू मध्ये यो स्पिडबाट भिडियोको गति बढाउन वा घटाउन अर्थात् स्लो मोसन वा फास्ट फरवर्ड गर्न सकिन्छ। भोल्युम बटनलाई क्लिक गरेर अडियोको आवाज बढाउन वा घटाउन सकिन्छ। क्याप्सनद्वारा भिडियोमा टेक्स्ट थपेर कथा वा सन्देश स्पष्ट बनाउन सक्नुहुन्छ। यो एनिमेसन विकल्प भिडियो बनाउनको लागि धेरै महत्त्वपूर्ण र उपयोगी छ। यसमा इन्टरनल र आउट्रो एनिमेसनलाई यस प्रकार प्रयोग गरेर तपाईले आफ्नो भिडियोलाई झन आकर्षक बनाउन सक्नुहुन्छ। यहाँ कोम्बो र लोप जस्ता एनिमेसनहरू छन्। तपाईँ यसलाई प्रयोग गरेर पनि उत्कृष्ट भिडियोहरू बनाउन सक्नुहुन्छ। र यो डिलिट विकल्पबाट साधारण अनुसार अनावश्यक भागहरूलाई हटाउन सक्नुहुन्छ। त्यो सबैलाई थाहा भएकै कुरा हो। अब यो क्रोपमा तपाईले अनावश्यक दृश्यहरूलाई हटाएर अर्थात् टिकटक, युट्युब, इन्स्टाग्राम आदि के को लागि भिडियो बनाउँदै हुनुहुन्छ त्यसलाई राखेर आवश्यक भागहरू मात्र राख्नुहोस्। त्यस पश्चात दायाँ तर्फ राइट मार्कलाई क्लिक गरेर ओके गरिदिनुहोस्। यहाँ हरेक पटक नै राइट मार्कलाई क्लिक गरेर ओके गर्नुपर्नेछ। यस कुराको विशेष ध्यान गर्नुहोला। यस कपी विकल्पको माध्यमबाट पनि तपाईँ आफ्नो भिडियो, टेक्स्ट, भोइस आदि सबै कुराहरूलाई कपी गरेर बार बार दोहोर्याउँदै त्यो भागलाई इच्छा अनुसार मनपर्दो प्रयोग गर्न सक्नुहुन्छ।
र अब यो ओपासिटीको विकल्पबाट तपाईले आफ्नो एडिटिङको भागमा भिडियो र टेक्स्ट आदिहरूलाई सिनमा अर्थात् दृश्यमा 100 बाट 0 सम्म घटाएर वा बढाएर यसरी चकिलो वा मधुरो बनाउन सक्नुहुन्छ। यस रिप्लेसबाट कुनै पनि कष्ट नगरिकन नै त्यस क्लिपको समयानुसार सोही मुताबिक सजिलैसँग नयाँ अर्को क्लिपले त्यसको स्थान बदल्न सक्नुहुन्छ। अब यो भोइस चेन्जरबाट यसरी तपाईले आफ्नो आवाजलाई यहाँ भएका यी भिन्न भिन्नै स्वरमा परिणत गर्न सक्नुहुन्छ। यहाँ हरेक पटक नै राइट मार्कलाई क्लिक गरेर ओके गर्नुपर्ने हुन्छ र यस कुराको विषय ध्यान राख्नु होला भनेर मैले पटक पटक भनिरहेकै छु। त्यसपश्चात यो रोटेटबाट भिडियोलाई यसरी उल्टो -90 डिग्री अथवा सुल्टो +90 डिग्री वा फ्लिप आदि मिररमा भिडियोको कोण परिवर्तन गरेर फरक शैली दिन सकिन्छ। यहाँ सर्टबाट भिडियो विकल्पलाई क्रमबद्ध गर्न सकिन्छ र अब यस फ्रिजबाट भिडियोको कुनै विशेष फ्रेमलाई स्थिर वा फ्रिज गरेर ध्यान आकर्षण गर्न सकिन्छ र अर्को फेरि रिभर्स विकल्पबाट भिडियोलाई उल्टो प्ले गराएर मनोरञ्जनात्मक प्रभाव दिन सकिन्छ। यो कर्वबाट भिडियोको गति र ट्रान्जिसनलाई क्रिएटिभ बनाउन कर्व इफेक्टहरू प्रयोग गर्न सकिन्छ। म यसलाई पछि बताउने छु। यी सबै उपकरणहरूले हामीलाई भिडियोमा धेरै थप गर्न र त्यसलाई प्रभावकारी आकर्षक बनाउन सहयोग गर्दछ। अब हामी फेरि होम पेजमा फर्कन्छौँ। यहाँ अर्को म्युजिक अर्थात् संगीत चयन गर्ने विकल्प उपलब्ध छ। तपाईँ यसलाई थिचेर आफ्नो भिडियोमा संगीत थप्न सक्नुहुन्छ। म्युजिक सेक्सनमा प्रवेश गरेपछि तपाईलाई विभिन्न विकल्पहरू उपलब्ध हुन्छन्। माई म्युजिक तपाईको मेमोरीमा सङ्कलित आफ्नै संगीतहरू, इफेक्ट, चराचुरुङ्गीको आवाज, बन्दुकको गोली, वर्षा, मेघ गर्जन जस्ता विभिन्न प्रकारका ध्वनि प्रभावहरू, रिसेन्ट हालै प्रयोग गरिएका धुनहरू, फिचर विशेष रूपमा चयन गरिएका लोकप्रिय संगीतहरू। यसबाहेक तपाईँ माई म्युजिकबाट आफ्नै संगीत अपलोड गर्न पनि सक्नुहुन्छ। यी विकल्पहरूको सहायताले तपाईँ आफ्नो भिडियोलाई अझ प्रभावशाली र आकर्षक बनाउन सक्नुहुन्छ। त्यसपछि फिल्टर विकल्पमा क्लिक गर्नुहोस्। यहाँ विभिन्न प्रकारका फिल्टरहरू उपलब्ध छन्। यी फिल्टरहरूको प्रयोगले तपाईको भिडियोमा रङ र भिजुअल प्रभाव थप्न सक्नुहुन्छ। फिल्टरमा क्लिक गरेपछि आफूलाई मनपर्ने फिल्टर चयन गर्नुहोस्। साथै एडजस्ट विकल्पको प्रयोग गरेर फिल्टरलाई थप परिमार्जन गर्न पनि सक्नुहुन्छ। जस्तै लाइटनेस भिडियोको उज्यालोपन समायोजन गर्न सक्नुहुन्छ। कन्ट्रास्ट भिडियोको रङहरूलाई स्पष्ट र गाढा बनाउन सक्नुहुन्छ। सेचुरेसन रङहरूको गाढापन बढाउन वा घटाउन सक्नुहुन्छ। कलर्स रङहरूको टोन परिवर्तन गर्न सक्नुहुन्छ। शार्पेन भिडियोलाई अझ प्रष्ट बनाउन सक्नुहुन्छ। ग्रेन भिडियोमा हल्का पुरानो शैलीको प्रभाव दिन सक्नुहुन्छ। यी सुविधाहरूको सहायताले तपाईँ आफ्नो भिडियोको दृश्यात्मक गुणस्तरलाई नयाँ स्तरमा पुर्याउन सक्नुहुन्छ। अब यहाँ इफेक्ट अर्थात् प्रभाव विकल्प प्रवेश गर्न सकिन्छ, जहाँ तपाईलाई निम्न प्रकारका प्रभावहरू उपलब्ध हुनेछन्। ग्लिच भिडियोमा अनौठो र डिजिटल खराबी शैली दिन सकिन्छ। बीट संगीतसँग तालमेल मिल्ने प्रभाव दिन सकिन्छ। बेसिक सरल र सन्तुलित प्रभावहरू दिन सकिन्छ। ग्राफिटी भिडियोमा कला र स्ट्रिट स्टाइल प्रभावहरू थप्न सकिन्छ। मोड विभिन्न मनोभाव दर्शाउने प्रभावहरू दिन सकिन्छ। कोमिक भिडियोमा कार्टुन जस्तो मजाकीय प्रभाव दिन सकिन्छ। मोसन गति वा कम्पन प्रभावहरू दिन सकिन्छ। डार्क गाढा वा रहस्यमय शैलीका प्रभावहरू दिन सकिन्छ। म्याजिक कल्पनाशील र जादुई प्रभावहरू दिन सकिन्छ। रिदम ध्वनिसँग लय मिल्ने प्रभावहरू दिन सकिन्छ। तपाईँ युकटमा थप प्रभावहरू जस्तै फेड इन फेड आउट र रिभर्स पनि प्रयोग गर्न सक्नुहुन्छ। यी प्रभावहरूले तपाईको भिडियोलाई अझ आकर्षक, व्यावसायिक र दर्शकहरूको ध्यान तान्ने बनाउँछन्। अब यहाँ टेक्स्ट पाठ लेख्ने अर्थात् पाठ थप्ने प्रक्रिया उपलब्ध छ। यदि तपाईँ आफ्नो भिडियोमा केही पाठ थप्न वा लेख्न चाहनुहुन्छ भने टेक्स्ट विकल्पलाई क्लिक गर्नुहोस्। यहाँ तपाईँले आफ्नो इच्छा अनुसार भिडियोमा राख्न चाहिएको पाठ टाइप गर्न सक्नुहुन्छ। साथै निम्न सुविधाहरू प्रयोग गरेर पाठलाई अझ आकर्षक बनाउन सक्नुहुन्छ। तपाईँ यहाँ एडबाट नयाँ पाठ थप्न सक्नुहुन्छ। क्याप्सन्स भिडियोमा उपशीर्षकहरू राख्न सक्नुहुन्छ। एडिट पहिलेका पाठहरू सम्पादन गर्न सक्नुहुन्छ। फ्रन्ट विभिन्न शैलीका अक्षरहरू चयन गर्न सक्नुहुन्छ। कलर पाठको रङ परिवर्तन गर्न सक्नुहुन्छ। एनिमेसन्स पाठलाई चलायमान प्रभाव दिन सक्नुहुन्छ। स्प्लिट पाठलाई भागहरूमा विभाजन गर्न सक्नुहुन्छ। डिलिट अनावश्यक पाठ मेटाउन सक्नुहुन्छ। एडजस्ट पाठको आकार, स्थिति र पृष्ठभूमि अनुकूल गर्न सक्नुहुन्छ। ब्याच एकैपटक धेरै पाठलाई व्यवस्थापन गर्न सक्नुहुन्छ। कपी पाठलाई नक्कल गरी अन्य स्थानमा प्रयोग गर्न सक्नुहुन्छ। कर्व पाठलाई वक्राकारमा ढाल्न सक्नुहुन्छ। यी सुविधाहरू प्रयोग गरेर तपाईँ आफ्नो भिडियोमा पठनीयता र शैली
थप्न सक्नुहुन्छ जसले भिडियोलाई अझ प्रभावशाली बनाउँछ। यहाँबाट भिडियोमा स्टिकरहरू थप्ने प्रक्रिया प्रयोग गर्न सकिन्छ। यसका लागि स्टिकर सेक्सनमा जानुहोस्। यहाँ तपाईले विभिन्न रमाइलो र रचनात्मक स्टिकरहरू पाउन सक्नुहुन्छ। तपाईको आवश्यकता अनुसार यहाँ इमोजी, गिफ, स्टिकर्स र 50 विकल्पहरू उपलब्ध छन्। इमोजी विकल्प भिडियोमा विभिन्न इमोजीहरू थप्न सकिन्छ। इमोजीलाई सानो वा ठुलो बनाउन एज ड्र्याग गरेर एडजस्ट गर्न सकिन्छ। तान्न, ड्र्याग र खसाल्न ड्रप गर्न मिल्छ। यहाँ सरल इमोजीस देखि कम्प्लेक्स 3D स्टाइल सम्मका विकल्प छन्। एउटा इमोजी माथि अर्को थपेर मल्टिलेयर्स डिजाइन बनाउन सकिन्छ। गिफ विकल्प चलायमान एनिमेटेड स्टिकरहरू प्रयोग गर्न गिफ अप्सनलाई क्लिक गरेर माथि सर्च बारबाट यसरी तपाईले चाहेको स्टिकर वा इमोजी सजिलै खोज्न सक्नुहुन्छ। गिफको क्याटलग ब्राउज गर्न सकिन्छ। गिफ कति सेकेन्डमा सुरु हुने र कति समयसम्म चल्ने हो यो निर्धारण गर्न सकिन्छ। अब यस स्टिकर अप्सनलाई क्लिक गरेर यहाँ प्लसबाट महत्त्वपूर्ण आफ्नो इमेजहरू ल्याएर राख्न सकिन्छ। साथै कैची अर्थात् सर्चको कटबाट आफ्नो इमेजमा भएको ब्याकग्राउन्डलाई हटाउन सकिन्छ र त्यस इमेजलाई इच्छा अनुसार यसरी एनिमेसन गर्न पनि सक्नुहुन्छ। यस बाहेक स्टिकरहरूलाई एडजस्ट अर्थात् समायोजन सुविधा प्रयोग गरेर भिडियोमा ठ्याक्कै सही स्थानमा राख्न, आकार परिवर्तन गर्न वा ओपासिटी पारदर्शिता घटबड गर्न सकिन्छ। यी सुविधाहरूले तपाईको भिडियोमा रचनात्मकता थप्नका साथै रमाइलो र जीवन्त बनाउने अवसर दिन्छ। अब यहाँ अर्को PIP अर्थात् पिक्चर इन पिक्चर विकल्प छ। पिप विशेषता प्रयोग गर्न अब त्यसलाई क्लिक गरेर तपाईले एउटा भिडियोमा अर्को भिडियो वा फोटो राख्न सक्नुहुन्छ। यो PIP गरिएको भिडियो वा फोटो यसरी टच गर्नुभयो भने सर्वप्रथम तपाईले यहाँ पहिलो एड अप्सनलाई देख्नुहुनेछ र त्यसको माध्यमबाट तपाई अर्को PIP अर्थात् पिपलाई पनि एड गर्न सक्नुहुन्छ। त्यस पश्चात अर्को एनिमेसनको अप्सन छ। त्यसबाट तपाई PIP गरिएको भिडियो वा फोटोलाई क्लिक गरेर इन आउट कम्बो र लोप एनिमेसनमा परिवर्तित गरी यसको समय पनि मिलाउन सक्नुहुन्छ। यस पश्चात अब क्रोमा अप्सनमा गएर पिक कलरमा क्लिक गर्दै यस सर्कलबाट तपाईले आफ्नो स्ट्रेन स्याडो जस्ता विशेष र मिलाउन सक्नुहुन्छ। अब यो स्प्लिट अप्सनबाट भिडियो कट गर्न सक्नुहुन्छ। त्यो मैले माथि नै बताइसकेको छु। अब यस मार्क्स अप्सनमा नन, लाइन, मिरर, सर्कल, रेक्टेंगल, हट अनि स्टारमा फेदर द्वारा एडजस्ट गरेर त्यो भिडियोमा हल्का स्याडो पनि मिलाउन सक्नुहुन्छ। माथि राइट साइडको आधा कालो र सेतो भएको यस सर्कलको फिचरबाट पनि भिडियोमा केही परिवर्तन ल्याउन सकिन्छ। अब डिलिट पछि अर्को विशेष क्रोपको विकल्प आउँछ। यहाँ तपाईले आफ्नो भिडियो के को लागि बनाउने हो त्यसको साइज चेन्ज गर्न सक्नुहुन्छ। यस भोल्युममा तपाईले पिप गरिएको त्यो भिडियोको आवाज 200% सम्म बढाउन सक्नुहुन्छ। अब यस ब्लेन्डबाट तपाईले पिप गरिएको त्यो भिडियोलाई ब्लेन्ड अर्थात् मिश्रण गर्दै त्यसको ओपासिटी पनि घटबड गर्न सक्नुहुन्छ। अब यस फिल विकल्पबाट तपाईले पिप गरिएको त्यो भिडियोलाई आफ्नो इच्छा अनुसार फिल फिट गर्न पनि सक्नुहुन्छ। सोही मुताबिक माथि बताए अनुसार यस ट्रिमबाट भिडियोको फाल्तु भागलाई छाट्न सकिन्छ भने फिल्टरबाट भिडियोलाई एडजस्ट गरेर ध्यानाकर्षण गराउन सकिन्छ। साथै ओपासिटीलाई 0% बाट 100% सम्म तलमाथि घटाउन वा बढाउन सकिन्छ। यहाँ स्पिडको फिचरबाट तपाई भिडियोको गतिविधिलाई तीव्र वा ढिलो बनाउन सक्नुहुन्छ र साथै क्रपको अप्सनबाट भिडियोलाई वक्र वा बाङ्गो टेढो रूपमा प्रेसेट वा पूर्व निर्धारित गर्न सकिन्छ। साथै डुप्लिकेट, कपी, वाइस चेन्ज, फ्रिज र रिप्लेसहरू जस्ता उत्कृष्ट फिचरहरूबाट भिडियोलाई अझ रोचक बनाउन सक्नुहुनेछ। र त्यस्तै गरी यो अन्तिमको रोटेट अप्सनमा -90 डिग्री अथवा +90 डिग्री फ्लिप, मेरा जस्ता फिचरहरू धेरै आधुनिक प्रयोजन सिद्ध छन्। यसले तपाईलाई विभिन्न दृश्यहरूलाई संयोजन गर्न उत्कृष्ट मद्दत गर्दछ। स्पिड अर्थात् गति। यस गति परिवर्तन गरेर तपाईले आफ्नो भिडियोलाई चाँडो वा ढिलो बनाउन सक्नुहुन्छ। यहाँ स्पिड सेक्सनमा जानुहोस् र मनपर्दो माइनस अथवा प्लसमा भिडियोको गति चयन गर्नुहोस्। अब यस युकट भिडियो एडिटिङ एपमा बीजी को अर्थ ब्याकग्राउन्ड हुन्छ। युकट एडिटिङमा बीजी अर्थात् ब्याकग्राउन्ड अन्तर्गत रहेका रेसियो, कलर र बीजी को मुख्य काम भने अब यस रेसियोबाट भिडियोको आकार परिवर्तन गर्न ओरिजिनल देखि प्लेटफर्ममा जस्तै युट्युब का लागि 16:9 र टिकटक का लागि 9:16, इन्स्टाग्राम अनुसार आदि अरूका लागि पनि भिडियो सेट गर्न सकिन्छ। र त्यस्तै कलरबाट पृष्ठभूमिमा रङ थप्न, भिडियोलाई आकर्षक बनाउन ग्रेडियन्ट वा कस्टम रङ प्रयोग गर्न सकिन्छ। सोही मुताबिक बीजीबाट पृष्ठभूमिमा ब्लर, इमेज वा भिडियो थप्न र मुख्य विषयलाई अलग र फोकस गर्न सकिन्छ। यस क्याप्सन अर्थात् शीर्षकबाट स्पष्टता, पहुँच, आकर्षक र SEO सुधार गर्न ट्याग्स फिचर प्रयोग गरी लेख्न, शैली मिलाउन र एक्सपोर्ट गर्न सकिन्छ।
रिकर्डबाट तपाईले आफ्नो आवाज रिकर्ड गर्न सक्नुहुन्छ। त्यसका लागि रिकर्ड बटन थिचेर तपाईले भिडियोमा संवाद थप्न सक्नुहुन्छ र बायाँतर्फ छेउमा रहेको भोइस चेन्जर फिचरबाट तपाईले आफ्नो आवाजलाई पुरुष, महिला, बच्चा, राक्षस, रोबोट आदिको स्वरमा पनि परिणत गर्न सक्नुहुन्छ। अब भोल्युमबाट तपाईले भिडियोको आवाज 200 सम्म बढाउन, घटाउन अथवा म्युट गर्न पनि सक्नुहुन्छ। यस रोटेटले भिडियो वा फोटोको दिशा परिवर्तन गर्न मद्दत गर्दछ। 90 डिग्री, 180 डिग्री वा 360 डिग्री सम्म घुमाउन सकिन्छ। यो सही एंगलमा सेट गर्न प्रयोग हुन्छ। अब यस फ्लिप विकल्पले तपाईलाई भिडियोको दायाँ र बायाँतिर पल्टाएर सार्न मद्दत गर्दछ। यस क्रोपले भिडियो वा फोटोको अनावश्यक भाग काटेर केवल आवश्यक भाग राख्न मद्दत गर्दछ। यसले भिडियोको फ्रेमको आकार र अनुपात परिवर्तन गर्न प्रयोग पनि हुन्छ। र दायाँतर्फ छेउको यो वर्ग सुविधाबाट तपाईले जुम इन र जुम आउट गर्न सक्नुहुन्छ। अब यस अनम्युट क्लिक अडियो विकल्पबाट भिडियोको ध्वनिलाई म्युट र अनम्युट गर्न सकिन्छ। अब युकटको यस चिन्ह बटनलाई थिचेर हेर्दा Q&A सहयोग तथा जानकारी सेक्सन खुल्छ। त्यहाँ तपाईले एपसँग सम्बन्धित सामान्य समस्याहरूका समाधान र सबै प्रकारका सुझावहरू पाउन सक्नुहुन्छ। जब सम्पादन प्रक्रिया पूरा हुन्छ तपाईले सेभ बटनमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ तपाईको भिडियोको गुणस्तर चयन गर्न सक्नुहुन्छ। युकटले तपाईलाई भिडियोको रेसोलुसन जस्तै 480p, 720p, 1080p र फ्रेम रेट जस्तै 30 fps, 60 fps चयन गर्न अनुमति दिन्छ। साथीहरू, तपाईले भिडियो त बनाउन जान्नुभयो, तर के युट्युब च्यानल बनाएर पैसा कमाउन सकिन्छ? हो, त्यो कसरी? यस विषयमा मैले परिपूर्ण तल लिंक दिएको छु। ल हेर्नुहोस्, सिक्नुहोस् र आफ्नो यात्रा पनि जल्दी सुरु गर्नुहोस्। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र च्यानल साइन अप, सब्स्क्राइब गर्नुहोस् ताकि यसले तपाईलाई उपयोगी जानकारी सहितका मेरा नयाँ भिडियोहरू सजिलै प्राप्त गर्न मद्दत गर्नेछ। धन्यवाद र छिटै अर्को भिडियोमा भेटौँला।